हेलो सम्पूर्णलाई र म चाहिँ आज तपाईहरुलाई मेरो घरको यसो बगैँचा देखाउन गइरहेको छु है। बगैँचा चाहिँ यस्तै छ। यो चाहिँ घरदेखि माथिल्लो तला र माथिल्लो तलामा यसरी प्लान्टहरु लगाइएको छु र यसरी मेरो यो चाहिँ माथि मन्दिर घरको मन्दिर जाने जग्गा, मन्दिर जाने सिडीमा चाहिँ यसरी मनी प्लान्ट टक्कै सबै बोटमा मजाले हरियाली प्रकारले सबै लगाएको छु है। र सट्टा यो चाहिँ म गएर मन्दिरमा यसरी है त्यसरी नै हाम्रो यहाँनिर मन्दिर कोठामा जाँदाखेरि यो हाम्रो सबैभन्दा टप फ्लोरमा चाहिँ म गएको छु र यहाँ चाहिँ हाम्रो त्रिकालदर्शीको मन्दिर है तपाईलाई देखाउँदैछु। मेरो मन्दिर जहाँ चाहिँ हाम्रो शिवजी पार्वती है उहाँको परिवार साथसाथमा अन्य देवी देवतालाई राखेर पूजा गर्ने गरेको छु र यो मेरो हाम्रो पूजाको भाँडाकुँडाहरू यसरी मेरो घरको गृहिणीले मजाले टल्काएर राख्छ है। र म तपाईलाई फेरि पनि फुलबारीमा लाँदैछु र मेरो चाहिँ फुल रोप्ने घर वरिपरि बगैँचा छैन, त्यही कारणले गर्दा घरकै माथि चाहिँ बगैँचा बनाएको छु। हेर्नुहोस् है, हामीले म र मेरो श्रीमती मिलेर घरमा बनाएको बगैँचा चाहिँ यस्तो छ। हेर्नुहोस् है, यो फुलहरू अहिले यति राम्रोसँग सबै फुलहरू फुलिरहेको छ है। साथसाथमा यहाँ चाहिँ हामी यो चाहिँ गमलातिर छ र यहाँ चाहिँ हामीले एउटा फेरि सानो भुइँमै एउटा यो फुलहरूको बगैँचा बनाएको छौँ, जहाँ चाहिँ हामीले इँटा लगाएर त्यहाँनिर मल माटो हालेर मजाले यो सिजनल फ्लावरहरू है रोपेर कति राम्रो फुल्दो रहेछ। जसको पनि घरको वरिपरि बगैँचा छैन उहाँहरूले यसरी घरको माथि सबैभन्दा टप फ्लोरमा है यसरी मजाले बेड बनाएर इँटा हाले त्यसलाई छेकेर मल माटो हालेर फुलहरू पनि रोप्नु सक्नुहुने रहेछ है। यो एउटा तपाईहरुलाई पनि जानकारी है। र यसरी हामीले फुल रोपेका छौँ। यो फुल चाहिँ यसरी टक्क लगाएर यहाँनिर फेरि अहिले अर्को गमलामा फेरि यस्तो खालको फुलहरू पनि हामीले लगाएको छौँ र यो फुलहरू चाहिँ मतलब एकदमै मजाले फुल्दो रहेछ है। र यो फुल विशेष गरी रोप्नुको मेन उद्देश्य फुलाउनुको मेन उद्देश्य चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईलाई मैले अघिबाटै देखाएँ कि यो फुलहरू चाहिँ के को लागि भन्दाखेरि विशेष अब यहाँनिर तपाईलाई मन्दिर छ है र यो मन्दिरमा चाहिँ अब हामी बिहान बेलुका नै पूजा गर्छौँ र विशेष गरी बिहानी पख चाहिँ हामी सम्पूर्ण देवी देवतालाई नै यो फुलहरू है चढाउने गर्छौँ। र यो त हिन्दू धर्मावलम्बीहरू सबैलाई थाहा छ कि हामीले हाम्रो देवी देवतालाई चाहिँ सबैभन्दा ठुलो महत्त्वपूर्ण है अब फुल रङ्गी बिरङ्गी फुलहरू हामी चढाएर उहाँहरूको चरणमा राखेर हामी पूजापाठ गर्ने गर्छौँ। त्यसै कारणले गर्दाखेरि फुल चाहिँ एकदमै महत्त्वपूर्ण छ। त्यसै कारणले गर्दा पनि यसरी फुल्ने फुलहरू चाहिँ हामीले यसरी टप फ्लोरमा लगाएको छौँ। र जति पनि प्लान्टहरू छ त्यो प्लान्ट चाहिँ हामीले यहाँनिर तल्लो तलामा लगाएको छ। म तपाईँलाई देखाउँछु। र विशेष अर्को के छ भन्दाखेरि यहाँनिर पहिला सुरुमा चाहिँ हामीले यसरी यो ह्याङ्गिङ फुल भन्छ नि, यहाँनिर यसरी झुम्कावाला फुलहरू है। यो फुल चाहिँ अब पहिला चाहिँ हामीले धेरै रोप्थ्यौँ, आजकल एकदमै कम्ती छ र अहिले फेरि बल्ल यसलाई सारेर चाहिँ हामीले यहाँनिर लगाएको छौँ। र यो चाहिँ अब यसरी झुन्डिने जग्गामा लगायो भने चाहिँ एकदमै मजाले फस्टेर जाँदो रहेछ। र यो चाहिँ गमला वरिपरि है लगाउनु सक्यो भने चाहिँ राम्रो। र मैले यसरी 2-3वटा बोट चाहिँ लगाउनु सकेको छु र राम्रोसँग फस्टेर गएको छ। र यो चाहिँ मेरो घरको सबैभन्दा टप फ्लोरदेखि तपाईँलाई यो दृश्य है, यो दृश्य एकदमै रमाइलो दृश्य छ। गाउँ पनि रमाइलो नै छ भनौँ, सबै कुरो पाउने यहाँनिर दोकान पनि नजिक छ है। सबै कुरोको सुविस्ता बाटोघाटोदेखि लिएर सबै सुविस्ता छ। र यो पारि देख्दै गरेको चाहिँ यो चाहिँ हाम्रो 7 माइल 8 माइल भन्छ हामी है। त्यसरी नै फेरि यतातिर तपाईँलाई देखाउँछु। हुन त अहिले यो कुहिरो लागेर देख्नु सकेन, यो पारि देखाउँदै गरेको तपाईँलाई म जुम गरेर देखाउँछु। यो पारि देखेको जुन डाँडा छ यो डाँडा चाहिँ तारेभिर भन्छ, यो चाहिँ सिक्किम पर्छ। र बिहानको समयमा चाहिँ जब एकदमै मिरमिरे घामको समयमा चाहिँ एकदमै छ्याङ्गै देख्छ र अति सुन्दर देख्छ। र यसको माथि यो हिमालको चुचुराहरू पनि देख्नु पाइन्छ। र तपाईँलाई कुनै दिन म तपाईँलाई त्यो एउटा सुन्दर दृश्य पनि देखाउनेछु।
तपाईँहरूलाई मैले भन्दै थिएँ यो तल्लो तलामा चाहिँ सबै प्रायः प्लान्टहरू नै छ। हामीले प्लान्टहरू रोपेको छौँ। तल्लो तला चाहिँ फुलहरू त्यति छैन। यो प्लान्टहरू है जो चाहिँ हुनु त यो सबैको घरमा पाइने प्लान्टै हो। र यो चाहिँ अब एकदम हेर्दामा राम्रो देखिन्छ है। र अब साइन्टिफिकली हो भने अब सायद कतिवटा यसको गुण पनि होला, कतिवटा कुरो हामीलाई थाहा छैन है। र अब जति प्लान्टहरू हरियाली घरको छेउछाउ राख्यो हामीलाई अब एउटा शुद्ध अक्सिजन हामीले पाइन्छ भनेर हामी लगाइन्छौँ। र यस्तो क्वालिटीको प्लान्टहरू रोपेको छु मैले चाहिँ। यसरी अब धुपीहरू सानो धुपीहरू छ है। र साथसाथमा यो अब सबै कमन अहिले त कमन भएको छ स्नेक प्लान्ट। र स्नेक प्लान्ट पनि यसरी रोप्दै गयो भने चाहिँ एकदमै फैलिएर जाँदो रहेछ। र यसको चाहिँ एउटा गुण चाहिँ के रहेछ भन्दाखेरि चाहिँ हामीले जति सानो पटमा रोप्यो त्यो सानो पटमा रोप्यो भने चाहिँ त्यति राम्रो गाजिँदैन रहेछ। र यसमा चाहिँ अब एकदमै जति ठुलो पट लगाएर यसलाई रोप्यो त्यति ठुलो गाजिएर यसको हाइटहरू बढेर जाँदो रहेछ। र यसरी मेरो श्रीमतीले चाहिँ यसरी दुई दिनमा है त्यति दिनमा यसरी फुलहरू चाहिँ एकदमै स्याहारी बस्नुहुन्छ उहाँले है। पानीहरू हाल्नुहुन्छ फुलमा एकदमै। उहाँलाई एकदमै यो फुल स्याहार्नुमा चाहिँ एकदमै रहर लाग्ने। र यसरी दुनियाँभरको प्लान्टहरू लगाउनु भएको छ। हुनु त यो कतिवटा प्लान्टको नाम पनि हामीलाई थाहा छैन, तैपनि अब हामीले लगाइरहेको छौँ है। देख्दामा राम्रो छ, हेर्दामा सुन्दर छ, त्यही कारणले। र यो तपाईँलाई देखिरहेको छ यहाँ पनि स्नेक प्लान्टहरू एकदमै हामीले लगाएको छौँ। र यो एउटा फुल है, यो जुन एउटा लहरे फुल भन्छ यो के, यो फुलको नाम त त्यति मलाई पनि थाहा भएन। यो जुन पहेँलो कलरको फुल छ नि अब हेर्दाखेरि सनाई फुल जस्तो, तर अब सनाई फुल त होइन यसको एक्चुअली नाम त मलाई पनि थाहा भएन। र तपाईँहरू यो भिडियो जसले पनि हेर्नु भएको छ यो फुलको नाम थाहा छ भने चाहिँ काइन्डली तपाईँहरूले बताइदिनुहोस् है। मलाई चाहिँ नाम यादै भएन, तर यो फुल एकदमै रमाइलो देख्दो रहेछ है। यसमा कलरफुल हुँदो रहेछ, एउटा चाहिँ येल्लो कलरको हुँदो रहेछ, एउटा मिक्स कलरको हुँदो रहेछ है। र भने त्यसमै तपाईँको एउटा चाहिँ यसरी नै यो कलरको पनि हुन्छ, एउटा चाहिँ तपाईँलाई देखाउँछ होइन। यो हेर्नुहोस् यो कलर पनि हुन्छ है। र त्यही एउटै बोटमा फेरि कोही कोही ठाउँमा फेरि येल्लो पनि फुल्दो रहेछ। हेर्नुहोस् न येल्लो मजाले फुल्दो रहेछ है। येल्लो कलरको हुँदो रहेछ, एकदमै रमाइलो। अब विशेष यो चाहिँ अब हामीले जसको जमिनहरू छ भने चाहिँ घरको अगाडि एउटा मजाको गेटहरू बनाएर त्यो गेटको त्यहाँनिर रोप्यो भने चाहिँ यो फुलले नै मजाले गेट बनाएर राख्यो भने एकदमै सुन्दर देखिने क्या। त्यस्तो यो फुल्दाखेरि चाहिँ एकदमै राम्रो देखिने त्यस्तोहरू चाहिँ रहेछ। र यसरी चाहिँ मैले आफ्नो घर वरिपरि अलिकति फुलहरू लगाएको छु। तपाईँलाई कस्तो लाग्यो आजको यो मेरो भिडियो, मैले देखाएको फुलहरू प्लान्टहरूको भिडियो कस्तो लाग्यो? शेयर, कमेन्ट अनि सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू।